नमस्कार सबैजनामा। कहिलेकाहीँ हाम्रो अभिभावकहरूले देखाउने बिहेभियरबाट पनि धेरै बालबालिकाहरूको बिहेभियर स्विङ भइरहेको हुन्छ। अनि बालबालिकाहरू रुनु नपर्ने कुरामा पनि बढी रोइदिने अथवा इन्जोय मात्रै बढी गर्न खोजिरहने होइन। अनि अथवा भनौँ उहाँहरू अलिक इरिटेटिङ बढी भइराख्ने, त्यो केही न केही कज हुनसक्छ। त्यो भित्र एकथोक हुनसक्छ, तर बाहिर कसैले केही भन्ने बित्तिकै त्यो कुरालाई यही कुराले गर्दा मलाई रिस उठ्यो भन्ने उहाँलाई थाहा नहुन पनि सक्छ। सो त्यही भएर चाहिँ हाम्रो इमोसनहरूलाई हामीले कसरी ब्यालेन्स गरेका छौँ, हाम्रो बालबालिकाहरूलाई इमोसनलाई ब्यालेन्स गर्ने के कुरा टेक्निकहरू दिइरहेका छौँ त त्यसमा पनि भर पर्छ। जस्तै रिसाउनै हुन्न भन्ने कुरा नै होइन, हाम्रो इमोसन हो, हाम्रो एक्सप्रेस हुन्छ नि त होइन। हामीले पनि हाम्रो इमोसन देखाउन सक्छौँ, अरूले देखाउन सक्नुहुन्छ। जसरी हामी हाँसिरहँदा हामीलाई खुसी लाग्छ अथवा अरूलाई पनि खुसी लाग्छ भने हामीले रिसाउनु नै पाउनुपर्छ। तर त्यो रिसलाई पनि कुन वेबाट हामीले एक्सप्रेस गर्ने भन्ने कुरा चाहिँ बालबालिकालाई सिकाउनुपर्छ। अनि ग्रुपमा झगडा पर्छ, कुनै एउटा बालकले गल्ती गर्दाखेरि उहाँले चाहिँ मैले गरेको होइन भन्नको लागि चाहिँ उहाँ रोइदिनुहुन्छ कि। सो त्यही भएर उहाँले गल्ती ढाक्नको लागि पनि रुनु हुँदो रहेछ, तर त्यो गर्नु हुँदैन है भनेर त्यो खालको स्किलहरू चाहिँ सिकाउनु पर्ने हुन्छ। र कसैलाई चाहिँ सानो कुरा भन्दा एकदम चित्त दुख्छ, रोइहाल्छ, धेरै बेर हुन्छ। कसैलाई त्यही कुरा भन्दाखेरि चित्तै दुख्दैन, मतलबै लाग्दैन भनेपछि हरेक व्यक्तिको चाहिँ हरेक बालबालिकाहरूको चाहिँ आफ्नो खालको इमोसन हुन्छ। उसलाई के कुराले ट्रिगर गर्दैन भन्ने कुरा उसको चाहिँ भनौँ न नेचर कस्तो छ त्यसमा भर पर्छ। त्यसैले हाम्रो बालबालिकाहरूको इमोसन बुझेर उहाँहरूलाई अगाडि बढाउनको लागि चाहिँ के गर्नुपर्छ, पहिला चाहिँ उहाँहरूको फिलिङलाई एक्सप्रेस गर्न दिनुपर्छ। अनि यो हुनु स्वाभाविक हो, तर यसरी गरौँ भनेर हामीले सिकाउने चाहिँ कोसिस गर्नुपर्छ।